हेलो साथीहरू, आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। सबैको रोपाइ पनि सिद्धियो होला, हाम्रो पनि सिद्धियो। आज चाहिँ बिहानै पानी परेको थियो। पानी परेको बेला दिउँसो बाबुहरूले नास्तामा के खाने भन्दै थिए। अनि मैले ल्याएँ चाउमिन। मैले चाहिँ आफू चाहिँ गएन, नानुले गाउँमा गएर ल्याइदिनु भयो। अनि मैले चाहिँ प्याज कटिङ गरेँ, पानी त्यहाँ बोइल गर्न राखेँ। अनि त्यसपछि सिमला मिर्ची अस्ति बुवाले सुक्खरबाट ल्याउनु भएको थियो, अनि त्यो पनि मिसाउने राम्रो हुन्छ भनेर। हजुरहरू सिमला मिर्ची हालेर कहिले चाउमिन खानुभएको छ कि नै? यस्तो मिठो हुन्छ नि साथीहरू, ट्राई गर्नु होला। अहिले मेरो तेस्रो मिनी भ्लग हो। हजुरहरूले माया गरिदिनु भएको छ, अझै पनि माया गरिदिनु होला। म अगाडि बढ्न चाहन्छु। नन्न भाउजू मिलिसकेपछि केही खाऊँ भनेर प्लान बनाइहाल्छौँ भने सब कटिङ गरिसकेपछि हाम्रो चाहिँ पारीको नानु आउनुभएको थियो मेरो पसलमा चटपटे बनाइदिनु भनेर। अनि मैले सब कामहरू रोकेर अनि चटपटे बनाउन थालेँ। हेर्न सक्नुहुन्छ। नानुले चाहिँ एकदम पिरो खानुहुन्छ है साथीहरू। मैले फेरि पिरो थोरै हालिदिन्छु भनिरहेको छु, धेरै हालिदिनु भाउजू भनिराख्नु थियो। पिरो हजुरहरूलाई पनि चटपटे खाने मन लाग्छ भने मेरो पसलमा आउनु होला साथीहरू। मेरो बाबुले चाहिँ चाउमिन कतिखेर पाक्छ भनेर पछि लागिराखेको थियो। एकछिनमा चटपटे बनाइसकेपछि मैले चाउमिन उमाल्नै थियो। कलर सलर सब हालेर मिक्स गरेँ। त्यसपछि हेर्नुहोस्, यस्तो गर्मी थियो नि, बिहान पानी परे पनि यस्तो गर्मी भइरहेको थियो। अहिले यो मेरो मिनी भ्लग तेस्रो हो। भन्नेले त भन्ने गर्छ नि, यस्तो भिडियो अझैभोलि त भ्लग बनाउन थाली अरे भनेर कुरा काट्छन्। कुरा काट्नेको पछाडि कहाँ लाग्न सकिन्छ नि साथीहरू। अब चाहिँ मैले यहाँ चाउमिन बोइल गर्न थालेँ। भिडियोहरू सुट गर्न मलाई पनि यस्तो मन लाग्छ, तर बोल्न चाहिँ मेरो भोइस अलि खोइ कस्तो छ, कमेन्ट गरिदिनु होला। यहाँ चाहिँ मैले चाउमिन रेडी बनाइसकेँ। अब यसलाई चाहिँ तातो हुन्छ नि त, अनि अर्को भाँडामा हाल्नुपर्छ। महँगाई पनि कति साह्रो बढेको हो साथीहरू। पहिला 60-70मा एक पोका आउने चाउमिन अहिले चाहिँ 120 पर्ने रहेछ। त्यही पनि नानुले मैले भनिसकेपछि नानुले ल्याएर आउनुभयो र अहिले बोइल गरेर मैले चाहिँ टोकरीमा खनाएँ। अब चाहिँ यसलाई हल्का तेलमा मोलेर गराउनुपर्छ। बाबु र छोराले चाहिँ के हो भनिराखेका थिए, तिनीहरूलाई थाहा थिएन। मैले खुर्सानी काट्न बाँकी थियो, खुर्सानी काटेँ। अब यति बेला नै मैले कडाई बसाइसकेँ। हेर्न सक्नुहुन्छ यस्तो गर्मी छ नि, त्यही गर्मी भए पनि खाना मन लागेपछि छोडिन्न। मैले चाहिँ प्याज मात्र राखेँ, प्याज खुर्सानी। यहाँ छिनछिनमा मेरो चाउमिन फेरि डल्लो परिराखेको थियो कि चलाइराख्नु पर्ने रहेछ। अब साथीहरू होटल भए पो बनाइ सिकिरहन्थ्यो नि त। अनि मैले यहाँ चाउमिन फ्राई गर्न थालेँ, सबै चिज हालेर। यहाँ चाहिँ चाउमिन पाकेर रेडी भइसक्यो। अनि मेरो कान्छो छोराले अनि जेठो बाबुले अनि सासू आमाले खाँदै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो पल्लो घरको देवर बाबु हुनुहुन्छ। एकदम मिठो बनाउनु भयो भन्दै हुनुहुन्थ्यो। अनि अब मैले पनि खान थालेँ। थ्याङ्क यू सो मच। कस्तो लाग्छ मेरो मिनी भ्लग, लाइक कमेन्ट गरिदिनु होला। थ्याङ्क यू सो मच।